एकदमै भ्यालुएबल प्रेजेन्टेसनको लागि मुरी धन्यवाद दिन्छौँ र हामी अभिभावक र स्कुल अवश्य पनि अझ राम्रोसँग सहकार्य गर्दै अगाडि बढ्नेछौँ। हजुरहरूलाई अब कहिले हाम्रो बच्चाको चाहिँ प्रेजेन्टेसन आउँछ होला भनेर पनि आतुर भइसकेको होला। अघि म्यामले पनि भनिसक्नुभयो आज एनुअल डे ग्रेजुएसन डे होइन। हामी नर्मली एनुअल डे ग्रेजुएसन डेमा चाहिँ धेरै बच्चाहरूको गीत नाचहरू हुन्छ, रमाइलो कार्यक्रम हुन्छ भने आज चाहिँ हामीले हाम्रो विशेष प्रमुख एजेन्डा भनेको नै पेरेन्ट्स ओरिएन्टेसन हो। हामी कसरी अभिभावक शिक्षक स्कुल र घर बीच समन्वय गरेर अघि बढ्ने त भन्ने कुराहरू बुझाउन खोजिएको हो। अनि हामीले हाम्रो स्कुलमा कसरी चाहिँ बच्चाहरूलाई सिकाइ गरिरहेका छौँ त। बिहान हजुरले 9 बजे छोडेदेखि बेलुका 3 बजेसम्म कोही बेबीहरू त 5 बजेसम्म बस्नुहुन्छ। त्यो समयसम्म हामीले के गर्छौँ त, कस्तो कस्तो एक्टिभिटिजहरूद्वारा चाहिँ हामीले सिकाउँछौँ भन्ने कुरा चाहिँ आज एमएससी प्रोग्राममा आधारित रहेर एमएससी प्रोग्राममा हामीले के गरिरहेछौँ मेन त्यसको चाहिँ हामीले प्रेजेन्टेसन चाहिँ रेडी गरेका छौँ। यो चाहिँ अब म हजुरसँग 20 देखि 30 मिनट समय लिन्छु, त्यसपछि चाहिँ प्रेजेन्टेसन सुरु हुन्छ। मैले हिजो पनि भनेको थिएँ हामी जति ढिला आउँछौँ कार्यक्रम पनि त्यही अनुसारले ढिला हुन्छ। हामीले नोटिस पनि पठाएको थियौँ हाम्रो 10:30 बजेबाट प्रोग्राम सुरु हुन्छ भनिएकोमा 11 बजे सुरु भयो। त्यो कारणले गर्दा चाहिँ प्रोग्राम लास्टसम्म गयो। 10:30 देखि 3 बजेसम्मको समय लिएर आउनुहोस् नै हामीले भनेका थियौँ। खाजा खान भ्याउने गरेर समय छ 1:30 बजेको छ। म 20 देखि 30 मिनटको समय चाहिँ हजुरहरूको लिनेछु। त्यस पछाडि बेबीहरूको प्रेजेन्टेसन हुनेछ अनि त्यस पछाडि चाहिँ हजुरहरूले खाजा खाएर मात्रै जानु पाउनुहुनेछ है। हजुरहरूलाई वासरुम जानुपर्छ भने यतापट्टिको देखिएको छैन। यहाँ चाहिँ मैले मेरो आफ्नो बारेमा केही भन्दैछु। म स्वीट हार्ट मोन्टेसोरीको प्रिन्सिपल। एज अ प्रिन्सिपल सँगसँगै मैले चाहिँ ग्रेड युकेजीमा ग्रेड टिचिङ पनि गरिरहेको अवस्था छ, हजुरहरूलाई जानकारी नै छ। स्कुल हाम्रो 10 वर्ष अगाडि सञ्चालनमा आएको थियो, तर हामीले सञ्चालनमा लिएको मात्र 5 वर्ष पुरा हुँदैछ। यो 5 वर्षको दौरानमा मैले स्टार्टिङदेखि अहिलेसम्म युकेजी ग्रेड टिचिङ गरिरहेको छु र यो साल पनि म स्वयंले नै ग्रेड टिचिङ गरिरहेको छु। त्यस्तै नेक्स्ट यहाँ चाहिँ हाम्रो स्टाफ मेम्बर्सहरूको फोटोज राखेको छु मैले चाहिँ। हजुरहरूले चिन्नु भएको नै छ, हजुरले फोटो क्लियरली देख्नु भएन भने पनि भर्बली जानु होला। यो प्रेजेन्टेसनको स्लाइड चाहिँ म हजुरहरूलाई हजुरको ग्रुपमा पनि राखिदिन्छु अनि म्यामको अघिको प्रेजेन्टेसन्स पनि सँगसँगै सरले अभियसली युट्युब भिडियो बनाउनु नै हुन्छ। जो छुट्टिनु भएको छ आज टोटल 5 जना पेरेन्ट्स एब्सेन्ट हुनुहुन्छ इन्क्लुडिङ स्टुडेन्ट्स, उहाँहरूलाई पनि आजको महत्त्वपूर्ण यो प्रोग्राम नछुटोस् भनेर हामी भिडियो अवश्य पनि राख्नेछौँ। हाम्रो स्टाफ मेम्बर्समा मदन कुमार जोशी सर, उहाँ चेयरम्यान हुनुहुन्छ, उहाँले एकाउन्ट डिपार्टमेन्ट हेर्नुहुन्छ र सँगसँगै हाम्रो योगा क्लास पनि सञ्चालन गर्नुहुन्छ। हाम्रो प्रत्येक बिहान आधी घण्टा नर्सरी पिजीको कम्बाइन योगा क्लास हुन्छ अनि एलकेजी युकेजीको कम्बाइन आधी घण्टा, टोटल 1 घण्टा एभ्री डे हाम्रो योगा क्लास हुन्छ। तर त्यसमा चाहिँ बच्चाको लेभल वाइज योगा क्लास भइरहेको कन्डिसन छ। यसमा चाहिँ गेम्सहरू पनि हामीले इन्क्लुड गरेका छौँ योगा सँगसँगै। त्यसपछि शकुन्तला चौधरी म्याम, उहाँ चाहिँ नर्सरीको ग्रेड टिचर होइसिन्छ। उहाँ चाइल्ड साइकोलोजिस्ट पनि हुनुहुन्छ, मोन्टेसोरी ट्रेन्ड हुनुहुन्छ। नर्सरीमा यही साल उहाँ जोडिनु भएको हो। उहाँ चाहिँ एज अ ग्रेड टिचर हुनुहुन्छ भने उहाँलाई असिस्ट गर्नको लागि चाहिँ मिना गुरुङ म्याम होइसिन्छ। थर्डमा पिक्चर अस्मिता शाक्य म्यामको रहेको छ, उहाँ चाहिँ एलकेजीको ग्रेड टिचर। खास म्याम चाहिँ डान्स टिचरको रूपमा अपोइन्टेड हुनुभएको थियो आजभन्दा 2 वर्ष अगाडि। डान्स टिचर सँगसँगै हाम्रो ग्रेड टिचर्सको एब्सेन्समा म्यामले क्लास पनि लिन थाल्नु भएपछि उहाँ चाहिँ एज अ ग्रेड टिचर पोहोरदेखि चाहिँ एज अ ग्रेड टिचर चाहिँ उहाँले काम गरिरहनु भएको छ। लास्ट इयर उहाँले नर्सरीको ग्रेड टिचिङ गर्नु भएको थियो भने अहिले एलकेजीको ग्रेड टिचिङ गरिरहनु भएको छ। र सँगसँगै नर्सरीमा चाहिँ हामीले नर्सरीको टिचर्सहरूलाई मात्रै छोड्दैनौँ, हाम्रो रुटिन त्यसरी नै म्यानेज भएको हुन्छ। बिहान मर्निङ सर्कल टाइममा म आफै नर्सरीमा क्लास लिन पुगिरहेको हुन्छु। त्यस्तै एलकेजीबाट अस्मिता म्यामको क्लासेस पनि हाम्रो रन गरेर अस्मिता म्याम र म नर्सरीमा पनि हामी चाहिँ गाइड गरिरहेको छौँ। त्यस्तै हाम्रो नन टिचिङ स्टाफमा 2 जना सिस्टरहरू हुनुहुन्छ, उर्मिला थापा मगर। उहाँले चाहिँ बेबीहरूको टेक केयर गर्नुहुन्छ, जस्तो बेबीहरूको सफा गर्ने देखि लिएर सम्पूर्ण केयरिङ गर्ने चाहिँ उहाँको भित्र पर्छ। उर्मिला महत
सिस्टर। अनि हाम्रो सोनाम चौधरी सिस्टरलाई चाहिँ धेरैजनाले देख्नु भएको छैन। उहाँ चाहिँ खास किचनमा बस्नुहुन्छ, विशेष प्रोग्राममा मात्रै बाहिर हुनुहुन्छ र हाम्रो एक्सकर्सनमा मात्रै जिस्किनुहुन्छ। त्यो कारणले कतिपय पेरेन्ट्सले चिन्नु भएको छैन होला भनेर चाहिँ हामीले चाहिँ यहाँ स्क्रिनमा त्यो पनि राखेका छौँ। हाम्रो अहिले 42 नम्बर अफ स्टुडेन्ट, टोटल स्टुडेन्ट चाहिँ 42 हुनुहुन्छ अहिले पिजीदेखि युकेजीसम्म। नेक्स्ट स्लाइड्समा चाहिँ मैले यो इयरली सिलेबस राखेको छु। यो इयरली सिलेबस हामीले स्टार्टिङमा नै वैशाख महिनामा नै फर्स्ट पिटिएम हुँदाखेरि नर्सरी, एलकेजी, युकेजीको नै हामीले सिलेबस, डेली रुटिन अनि इयरली क्यालेन्डर पनि हामीले प्रोभाइड गरेका थियौँ। त्यसैको नै इयरली सिलेबस रहेको छ। यहाँ मैले नर्सरीदेखि युकेजीसम्मको राखेको छु। यो हजुरहरूले पाइसक्नु भएको छ। फेरि पनि हामी यसलाई फरवर्ड गरिदिनेछौँ यदि हजुरलाई आवश्यक परेको खण्डमा। यो टिचिङ मेथोलोजीमा चाहिँ अघि म्यामले भनेकै कुराहरू छ। एमएससी प्रोग्राममा रहेर हामीले चाहिँ कसरी पढाइरहेछौँ त, बिहान नानी आएदेखि बेलुका नगएसम्म के टिचिङ मेथोलोजीहरू हामीले युज गरिरहेछौँ भनेर मैले यहाँ पोइन्ट मात्रै राखेँ र अलिकति पछाडि म पिक्चर्सहरू हजुरलाई भन्नेछु र त्यही कुरा चाहिँ बच्चाहरूले अहिले एज अ प्रेजेन्टेसन हजुरहरूको अगाडि सो गर्नुहुनेछ। बिहान आउने बित्तिकैको सबै त्यही कुरा नै यहाँ लेखिएको छ है। मैले सरर भने फर्स्टमा बिहान आउने बित्तिकै हाम्रो बेबीहरूको फ्री प्ले हुन्छ, त्यसपछि बाहिर मर्निङ एसेम्ब्ली, डान्स एन्ड मुभमेन्ट्स हुन्छ, त्यसपछि बेबीहरू भित्र गएर एलकेजी युकेजीको चाहिँ मर्निङ सर्कल टाइम हुन्छ भने नर्सरी पिजीको चाहिँ रिफ्रेसमेन्ट पछि योगा क्लास सुरु हुन्छ। उहाँहरूको योगा सकेपछि उहाँहरू माम खानलाई किचनमा जानुहुन्छ, त्यसपछि मात्रै एमसिटी हुन्छ नर्सरी पिजीको भने। एलकेजी युकेजीको चाहिँ एमसिटी पछाडि बल्ल योगा क्लास हुन्छ अनि योगा क्लास सकिसकेपछि उहाँहरू खाना खान जानुहुन्छ। नर्सरी पिजीको चाहिँ एमसिटी सकिसकेपछि उहाँहरूको फेरि रिफ्रेसमेन्ट ब्रेक हुन्छ, गेम्स एन्ड एक्टिभिटिजहरू हुन्छ। त्यसपछि बल्ल उहाँहरू चाहिँ आफ्नो लर्निङ कर्नर्समा गएर सब्जेक्ट वाइज लर्निङ कर्नर्समा गएर एक्टिभिटिजहरू गर्नुहुन्छ, जसमा एकैपटक बच्चाहरूलाई हामीले ग्रुप्सहरू डिभाइड गरेका छौँ। फर्स्टमा टिचर्सले आइडो एक्टिभिटी गराउनुहुन्छ अनि बच्चाहरू आफ्नो ग्रुपमा गएर आफ्नो आफ्नो कर्नर्सहरूमा गएर चाहिँ विडो एक्टिभिटिज गराउनुहुन्छ र म्यामले चाहिँ एउटा ग्रुपलाई लिएर युडो एक्टिभिटिज भन्नाले राइटिङ एक्टिभिटिजहरू गराउनुहुन्छ। त्यस्तै त्यस पछाडि चाहिँ हामीले यो स्ल्यास गरेको चाहिँ कुनै दिन पिएलई हुन्छ, कुनै दिन स्टोरी टेलिङ हुन्छ, कुनै दिन आर्ट एन्ड क्राफ्ट, कहिले डान्स अनि म्युजिक गरेर हामीले रुटिन बनाएको छौँ। रुटिन वाइज एभ्री डे यिनीहरूमध्ये केही न केही प्रत्येक दिन जोडिन्छ भने आउटडोर इन्डोर गेम चाहिँ एभ्री डे हुन्छ र अन्त्यमा क्लोजिङ सर्कल टाइम गरेर मात्रै हामी पठाउँछौँ। स्कुलमा चाहिँ हामीले 2 टाइम मिल प्रोभाइड गरिरहेका छौँ, लन्च र स्न्याक्स 2 टाइम अनि इभिनिङ जो बस्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ 3 टाइम मिल हुन्छ। अराउन्ड 4 PM मा फेरि अर्को मिल हुन्छ। त्यसपछि यो एक्टिभिटिज अफ द क्लासरुम, हामीले क्लासरुममा के एक्टिभिटिजहरू गरिरहेछौँ भनेका छौँ। यसमा चाहिँ एमएससीसँग अन्तर्गत रहेर नै हामीले सम्पूर्ण एक्टिभिटिजहरू प्लानिङ गरेका छौँ। यहाँ मैले थिम बेस्ड एक्टिभिटिज, को करिकुलर एक्टिभिटिज भनेर लेखिरहेको छु। यो के होला त भनेर मैले फोटो बुझाउने केही फोटोको स्लाइड्सहरू यो पछि राखेको छु। यहाँ चाहिँ स्न्यापसट्स क्लासरुमको छ, अलिकति क्लियर भएको छैन, यो उज्यालो बढ्दै गएर प्रब्लम भएको छ। यहाँ नदेखेको केसेसमा चाहिँ यसलाई म फेरि प्रेजेन्टेसन राख्नेछु, हजुरले घरमा गएर फेरि हेर्न सक्नुहुनेछ। यो स्लाइड्समा चाहिँ मर्निङ सर्कल टाइमको रहेको छ, एमसिटी मर्निङ सर्कल टाइम। मर्निङ सर्कल टाइममा चाहिँ हाम्रो बेबीहरू र ग्रेड टिचर, असिस्टेन्ट टिचर को हुनुहुन्छ क्लासमा सबैजना एउटै गोलो घेरामा बसेर उहाँहरूले मर्निङ सर्कल टाइम गर्नुहुन्छ। एउटा गोलो घेरामा बसेर उहाँहरू गीत गाउनुहुन्छ, एकले अर्कालाई ग्रिटिङ गर्नुहुन्छ। यो पनि स्टेप वाइज हुन्छ, यो चाहिँ हाम्रो 5 स्टेप्समा प्लान छ। यो कसरी हुन्छ भनेर अहिले प्रेजेन्टेसनमा नै म्यामले देखाउनुहुन्छ, सो मैले यसलाई एक्सप्लेन गरिनँ अहिले। एमसिटी पछाडि हामीसँग बेसिक स्किल्स एक्टिभिटिजको यहाँ केही फोटोग्राफ्सहरू मैले राखेको छु। यो अलिक क्लियर हुन सकेन। बेसिक स्किल्स एक्टिभिटी भन्नाले अघि म्यामले मजाले एक्सप्लेन गर्नुभएको थियो हाम्रो विकासहरू केमा अन्तर्गत हुनुपर्छ त। शारीरिक विकास मात्र भएर भएन, बच्चाको मानसिक विकास, बौद्धिक विकास, संवेगात्मक विकास र अनि सामाजिक विकास, यो सम्पूर्ण विकास नै महत्त्वपूर्ण भयो। त्यो सिकाइलाई चाहिँ हामीले कसरी
गरिरहेका छौँ भनेर बेसिक स्किल्स एक्टिभिटिजहरूको फोटो छ त्यहाँ। त्यस पछाडि गेम्स एन्ड एक्टिभिटिजहरूको पनि फोटो राखेको छौँ। यहाँ चाहिँ हाम्रो प्लानिङ अनुसार विभिन्न गेम्सहरू मार्फत बच्चाहरूले सिकिराखेको छ। हाम्रो ब्रेन जिमको पिक्चर्स छ त्यहाँ, डाइस गेम्सको छ, अनि बच्चाले चाहिँ त्यहाँ त्यो मच्छर मार्ने जस्तो दानीले चाहिँ टिचर्सले क भन्न पाएको छैन, कसले कलाई पहिला हान्ने भन्ने खालको गेम्स हो त्यो, गेम्स एन्ड एक्टिभिटिज। यो चाहिँ इन्डोर गेम्समा पर्यो। त्यस्तै आर्ट एन्ड क्राफ्टमा यो चाहिँ मैले स्टोन पेन्टिङको पिक्चर राखेको थिएँ। नेक्स्ट म्याम, त्यस पछाडि यहाँ आर्ट एन्ड क्राफ्टकै मैले पिक्चर्सहरू राखेको छु, जसमा चाहिँ नर्सरी एलकेजी युकेजीको चाहिँ मिक्स छ। ह्यान्ड प्रिन्टको, थम प्रिन्टको पिक्चर छ। फादर्स डेमा टाई बनाइरहेको पिक्चर्स रहेको छ। आर्ट एन्ड क्राफ्टको चाहिँ हामीले त्यो पनि हाम्रो प्लानिङ अनुसार नै सधैँ एकै थरीको आर्ट एन्ड क्राफ्ट चाहिँ हुँदैन। मैले अलिकति छिटो छिटो लगिरहेको छु है हजुरहरूलाई, अलिकति हतार पनि भइसकेको छ आफ्नो बच्चाको प्रोग्राम हेर्नलाई। सो लाइफ स्किल्स एक्टिभिटिजमा चाहिँ प्र्याक्टिकल लाइफ एक्सर्साइजेस बच्चाहरूको शारीरिक विकासमा एकदमै महत्त्वपूर्ण। बच्चाहरूले कति बेबीहरूलाई लेख्नलाई कति ट्रबल हुन्छ, मान्छेको हाइट बढाएछ तर लेख्नै जान्दैन, उसको फाइन मोटर स्किल नै डेभलप भएको छैन भने ऊ कसरी लेख्छ, उसको ग्रस मोटर स्किल नै डेभलप भएको छैन भने ऊ हिँड्दा लड्छ। सो योलाई हामीले आधार बनाएर चाहिँ हामीले इन्डोर आउटडोर एक्टिभिटिजहरू प्लान गराएका छौँ। सो यो पिएलए एक्टिभिटिज चाहिँ नर्मली फाइन मोटर स्किल डेभलप गर्ने खालको एक्सर्साइजेसहरू चाहिँ यसमा समावेश गरिएको छ। यो चाहिँ लर्निङ कर्नर्स एक्टिभिटिजको चाहिँ पिक्चर्स रहेको छ, जसमा चाहिँ I2 एक्टिभिटिजमा हामी कक्षामा जतिजना बेबीहरू हुनुहुन्छ, टिचर्स र बच्चाहरू सबैजना बाबु नानीहरू एउटै सर्कलमा बसेर चाहिँ हामी के पढ्दैछौँ त त्यो कुराहरू चाहिँ हामी सर्कलमा बसेर मजाले एक्सप्लेन गर्छौँ। त्यो गरिसकेपछि चाहिँ त्योसँग रिलेटेड जुन चाहिँ I2 एक्टिभिटी गऱ्यौँ त्यहीसँग रिलेटेड चाहिँ विडो एक्टिभिटिजहरू हाम्रो कर्नर्समा प्लानिङ भएको हुन्छ। त्यहाँ मटेरियल्स राखिरहेको हुन्छ, त्यहाँ आफ्नो आफ्नो ग्रुप गएर बच्चाहरू आफै गएर त्यहाँ मजाले काम गर्नुहुन्छ। त्यसको फोटोग्राफ्स नै हो हामीले एभ्रीडे तपाईँहरूलाई कुनै दिन आउँदैन, खिच्न भ्याइँदैन, तर भ्याएसम्म चाहिँ हामीले दिनौँ सयौँ फोटोहरू ग्रुपमा हालिरहेका छौँ। यो चाहिँ हामीले कसरी सिकाइरहेछौँ I2 एक्टिभिटिज, विडो एक्टिभिटिजमा के गरिरहेछ, युडो एक्टिभिटिजमा के गरिरहेछ, त्यो हामीले फोटो राखेपछि चाहिँ स्कुलमा यसरी सिकाएको रहेछ, हामीले चाहिँ यसरी गाइड गर्यो भने बच्चाले अझ राम्रोसँग बुझोस् भनेर हामीले फोटोजहरू पठाएको छौँ। हजुरले झिजो नमानिकन फोटोजहरू हेर्नु होला, सकेपछि डिलिट गरिदिनु होला, तर त्यसले हजुरलाई पक्कै पनि सहयोग गरिरहेछ। अलिकति झन्झटिलो चाहिँ छ, किनभने फोटो खिचिरहनु पर्यो, पठाइरहनु पर्यो, फेरि डिलिट गरिरहनु पर्यो, तर त्यसले सिकाइ पनि भइरहेको छ, स्कुलमा कसरी एक्टिभिटिज भइरहेछ भनेर थाहा पाउन हजुरहरूलाई पनि इजी भइरहेको छ। यो चाहिँ युडो एक्टिभिटिज हो। युडो एक्टिभिटिजमा चाहिँ बच्चाले जुन हामीले क्लास वर्क भन्छौँ नि, यो क्लास वर्क गर्छ। यसमा पनि ग्रुप वाइज उहाँहरूले क्लास गर्नुहुन्छ, इन्डिभिजुअल गर्न ट्राई गर्नुहुन्छ। उहाँले सक्नु भएन भने मात्र टिचरले हेल्प गर्नुहुन्छ, पछि बल्ल गाइड गर्नुहुन्छ है। पहिला चाहिँ बेबीलाई नै गर्नलाई ट्राई गराउनुहुन्छ, गाइड गरेर गराउनुहुन्छ। यो चाहिँ हाम्रो युडो एक्टिभिटिजको भयो। त्यसपछि को करिकुलर एक्टिभिटिज, पढाइ सँगसँगै हामीले को करिकुलर एक्टिभिटिजलाई पनि सँगसँगै लिएर गएका छौँ भनेका छौँ। यसमा चाहिँ फेस्टिभल सेलिब्रेसन, सिजन सेलिब्रेसन्सहरू छ। सो मैले यहाँ समर सिजन, रेनी सिजन र अटम सिजनको केही फोटोजहरू यसमा राखेको छु। त्यसपछि को करिकुलर एक्टिभिटिजमा फेस्टिभल सेलिब्रेसन्सको फोटोजहरू छ। हामीले दसैँ तिहार मात्रै होइन, अब यमरी पूर्णिमा आउँदैछ। प्रत्येक यमरी पूर्णिमामा हाम्रो यमरी पूर्णिमा नै सेलिब्रेसन हुन्छ। पूर्णिमाको दिनमा बिदा हुन्छ, तर त्यसको अघिल्लो दिनमा हामी सबै बेबीलाई यमरी पकाएरै खुवाउँछौँ। तिहारमा सेल पोलेरै खुवाएको छौँ होइन। अनि पकाउने बेलामा कसरी के गराएर रहेछ, सानो बेबीलाई सम्भव छैन, तर युकेजीलाई चाहिँ हामीले किचनमै लगेर उहाँहरूलाई इन्भल्भ पनि गराएको छौँ। एलकेजी नर्सरीलाई चाहिँ अलिकति प्रिकसन पनि हेर्नुपर्ने भएको भएर उहाँहरूलाई चाहिँ हामीले लगिरहेको कन्डिसन छैन, तर उहाँहरूलाई चाहिँ यो है भनेर चाहिँ हामी सर्कल टाइममा एमसिटीमा मजाले एक्सप्लेन भएको हुन्छ, प्र्याक्टिकली उहाँहरूलाई डेमोन्स्ट्रेट चाहिँ गराएको हुन्छ। त्यस्तै थिम बेस्ड एक्टिभिटिज भन्नाले सोसल साइन्सको चाहिँ हाम्रो थिम वाइज गइरहेको छ। त्यो थिम बेस्ड एक्टिभिटिजको केही स्न्याप्सहरू छ। यहाँ चाहिँ माई फ्यामिली थिमको चाहिँ बेबीहरू नै बुवा आमा बनेर प्रेजेन्टेसन दिनु भइसकेको थियो पहिला, त्यही कुरा आज पनि हुनेछ, त्यसको स्न्याप छ। त्यस्तै माई कम्युनिटी थिममा चाहिँ हाम्रो कम्युनिटीमा को हुनुहुन्छ त, एकले अर्को प्रोफेसनलाई चाहिँ हामीले कसरी सम्मान गर्नुपर्छ भन्ने विषयमा चाहिँ हाम्रो एक्टिभिटिजहरू भएको थियो। सो त्यो अहिले पनि छ र अहिले प्रेजेन्टेसनमा पनि आउनेवाला छ।
र यहाँ वरिपरि स्कुल नजिकैको चाहिँ कम्युनिटी सर्भिसेस दिने प्लेसेसमा चाहिँ हामीले टेलरिङ सपमा लगेको स्न्याप्स थियो र यो सँगसँगै वर्षमा चाहिँ हाम्रो 3वटा चाहिँ मिनिमम पनि एक्सकर्सन हुन्छ। त नर्मली नजिकैको गुम्बामा जाने जस्तो वैशाख शुक्ल पूर्णिमामा हामी बिहार भिजिटको लागि गएको थियौँ हैन। त्यस्तै कृष्ण जन्माष्टमीको नजिकै चाहिँ हामी स्कनमा लिएर गएका थियौँ बुढा नीलकण्ठको। अब बोट बिरुवा भन्ने थिम चाहिँ हाम्रो अर्को महिना सुरु हुन्छ। त्यसमा हामी गार्डनमा बोटानिकल गार्डनमा या चाहिँ नजिकैको नर्सरी भिजिट गर्ने हुन्छ। र अब छिट्टै नै हाम्रो पेटिङ फार्म भिजिट पनि रहेको छ। यो चाहिँ एनिमल थिममा हुन्छ, जसमा चाहिँ हामीले वर्षको एकपटक अभिभावक र बच्चा सहित नै जहिले पनि एक्सकर्सन प्लान गरेका छौँ, जहिले पनि गरिराखेकै छौँ, यो वर्ष पनि हुनेछ। नर्सरी, एलकेजी, पिजी यो 3जनालाई इन्क्लुड गरेर चाहिँ हामी पेटिङ फार्म लान्छौँ, किनभने युकेजी अलरेडी गइसकेपछि एकचोटि गइसकेको ठाउँमा फेरि त्यो ठाउँमा जान अलिकति बच्चालाई नै रमाइलो लाग्दैन। सो युकेजीलाई चाहिँ अर्ने ठाउँमा प्लानिङ भएको छ भने पिजीदेखि एलकेजीसम्म चाहिँ हामी अब छिट्टै नै पेटिङ फार्म भिजिटमा जान्छौँ विथ पेरेन्ट्स। यसरी हामीले एक्सकर्सन प्लान गर्दा पनि थिमलाई सँगसँगै लगाएका छौँ। के पढिरहेको छ त, के आइरहेको छ, कुनै चाड आइरहेछ या कुनै पर्वहरू आइरहेको छ या कुन थिम क्लास कक्षामा पढिरहेछ त्यसलाई रिलेट गरेर चाहिँ हामीले चाहिँ क्लासमा चाहिँ बाट एक्सकर्सन लाने पनि त्यत्तिकै घुमाउन लाने रमाइलो गर्ने त छँदै नै छ, सँगसँगै त्यहाँ सिकाइ पनि होस् है भनेर हामीले त्यसरी एक्सकर्सन प्लान गरेका हुन्छौँ। त्यसपछि यो अन्तिम स्लाइड्स रहेको छ, यसमा चाहिँ असेसमेन्ट एन्ड इभ्यालुएसन, हामीले कसरी असेसमेन्ट एन्ड इभ्यालुएसन गर्छौँ त भन्ने कुराहरू चाहिँ मैले यहाँ राखेको छु। हाम्रो पर्सिदेखि एक्जाम छ। आज प्रेजेन्टेसन प्रोग्राम भयो, भोलि हाम्रो आजको सट्टा छुट्टी भनेर भोलि राखेका छौँ, नत्र एक्जामको अघिल्लो दिन हामीले कहिले पनि बिदा दिएका थिएनौँ। भोलि सट्टा बिदा भयो अनि पर्सिबाट हाम्रो एक्जाम रहेको छ। सो एक्जामलाई त्यस्तो प्लानिङ हुनुपर्ने के पनि छैन, रिटन एक्जाम ओरल एक्जाम हुने हो। तर उहाँहरू त स्कुल आएको दिनदेखि वैशाख महिनादेखि चैत महिनासम्म एभ्री डे नै उहाँहरूको हामीले एक्जाम लिइरहेछौँ। हाम्रो बेबीहरूले लिइरहनु भएको छ, बेबीहरूको हामीले लिइरहेछौँ भने जस्तै हो हैन। यसमा चाहिँ अब हाम्रो पर्सि हुने भनेको चाहिँ रिटन एक्जाम र ओरल एक्जाम भयो र सुरुदेखि अहिलेसम्म या अन्तसम्म चाहिँ पेरेन्ट्सको इन्भल्भमेन्ट कस्तो हुन्छ त त्यसको आधारमा पनि हामीले बच्चाहरूको इभ्यालुएसन र असेसमेन्ट गर्छौँ। त्यस्तै बच्चाहरूको क्यासबाट पनि हामीले हेर्छौँ, कन्टिन्युअस असेसमेन्ट सिस्टम भन्छ। यसभित्र चाहिँ अब बच्चाले इन्डिभिजुअल क्लासमा कसरी पर्फर्म गरिरहेको छ, उसले रेगुलर क्लासरुम एक्टिभिटिज कसरी गरिरहेको छ, प्रोजेक्ट वर्क उसले गरेको छ या छैन, एमसिटीमा ऊ कतिको एक्टिभली पार्टिसिपेट छ हैन। अनि त्यस्तै सङ्ग्स एन्ड राइम्स कतिको राम्रोसँग गाउँछ, पिएलई उसले गर्न सक्छ कि सक्दैन, आउटडोर एक्टिभिटिजमा ऊ कतिको राम्रो छ, यो सबै कुराहरू हामीले इभ्यालुएट गर्छौँ। र केही बच्चालाई समस्या भने हामीले एभ्री डे पेरेन्ट्सलाई बेलुका जाने बेलामा भनिरहेको पनि छौँ। जस्तो बच्चाले कुनै दिन कहिले पनि पोपो नगर्ने बच्चाले आज पोपो गर्यो भने बेबीले आज यति पटक पोपो गर्नुभयो है, अनि उहाँलाई चाहिँ आज यस्तो समस्या छ है भनेर सानो सानो कुराहरू पनि हामीले इन्क्लुड गर्छौँ। अनि उनीहरूले लेख्न जानेको छैन या पढ्न जानेको छैन, यो भएको छैन भने एभ्री डे नै हामीले भर्बली नै नोटिफाई गरेका छौँ। अब हाम्रोमा भ्यान सुविधा छैन, हजुरहरू नै पुऱ्याउन आउनुहुन्छ, हजुरहरू नै लिन आउनु भएको हुनाले चाहिँ एभ्री डे हामीलाई त्यो सजिलो पनि भइरहेछ कम्युनिकेट गर्नको लागि चाहिँ। हजुरहरूलाई केही समस्या भएको खण्डमा चाहिँ बेबी लिन आउँदा पुऱ्याउन आउँदा र कुनै पनि समयमा बेलुका फोन गरेर केही समस्या भयो भने चाहिँ हामीलाई भन्न सक्नुहुनेछ। मैले प्रोग्राम एकदमै फास्ट लिएर दियो, प्रेजेन्टेसन एकदम फास्ट लिएर गएँ, बच्चाहरू पनि अलिकति आत्तिनु भएको जस्तो फिल भयो। नर्सरीहरू चाहिँ एकदम इन्जोय गरिरहनु भएको छ नि, एलकेजी युकेजीलाई बाहिर खेल्न हतार भयो, उनीहरू कहिले पनि क्लासमा बस्नै सक्दैन। नर्मली सबभन्दा बढी युकेजी, मेरो क्लासमा चाहिँ 9 जना बेबीहरू हुनुहुन्छ, 2 जना छोरी हुनुहुन्छ अनि 7 जना चाहिँ छोराहरू हुनुहुन्छ। एकजना चाहिँ आज एब्सेन्ट भइसक्यो, 8 जना आउनु भएको छ। अब छोरा पनि छोरी पनि सबै एउटै लेभलको भइसक्नु भएको छ क्या, छोरी पनि। अनि म्यामहरूले कति गर्नुहुन्छ, कस्तो छोरा जस्तो छुकछुके भइसक्यो क्या मेरो छोरी त भन्नुहुन्छ। त्यो सबै क्लासमा छोरै छोरा छ, अनि जतिखेर पनि उनीहरू त जम्प गर्ने उफ्रिने त्यो नगरिकन बस्नै सक्दैन। उनीहरूलाई त्यो राइटिङ या कर्नर एक्टिभिटिजमा पनि वाट नेक्स्ट भनेर प्रिपेयर गरेन भने राख्नै नसक्ने एकदमै हाइपर एक्टिभ एकदमै ट्यालेन्टेड बेबीहरू हुनुहुन्छ मेरो युकेजीमा चाहिँ। सो उहाँहरूलाई चाहिँ एकदम गाह्रो भएर त्यहाँ बसिरहेको मैले देखिरहेको छु। सो मैले अब छिटो प्रेजेन्टेसन सुरु गरेँ।
अब हाम्रो प्रेजेन्टेसन अलमोस्ट म्याक्सिमम 1 घण्टा हुनेछ र कार्यक्रम सकिनेछ। सो नआत्तिनुहोला, अब फेसन सो सुरु हुँदैछ। सो फेसन सोको लागि मैले युकेजी बोलाउनु भन्दा अगाडि चाहिँ